के भयो तिमीले के भन्दै थियो मलाई के भयो होइन 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 मोबाइल झर्दा के भन्दै तिमीले शान्त डुबिहाल्यो के भयो जग्गा त ठिकै छ नि चुल कस्तो उड्दैछ नि हावाले हेर है मान्छेहरू हेर कस्तो छ पुरा फिलहाल हाल्नु नि हामीलाई पनि देखाऊ आऊ यता यस्तो जाउँ न यस्तो बुढा यतै हाल हाम्रो फिलहाल पुरा नन्दिल घुम्दैछ क्या मजा आउँदैछ घुम्नुको लागि फिलहाल पुरा चिसो चिसो हावा पुरा हावा पनि चलिरहेछ मेरो साथीहरू लास्टै हाँस्दैछ क्या किन हाँस्दैछ थाहा छैन मैले भिडियो बनाएको देखेर हाँस्दैछ जस्तै छ फिलहाल यही हाम्रो टिम हो नन्दिल्समा आएको फिलहाल 4 जना मात्रै आएको छ हो अनि त्यसको बादमा के भन्नु अब हामीहरू फिलहाल जाँदैछौँ पहाड माथितिर भनौँ न सोध्दैन अब तिनीहरूको खालले उयो होला फिलहाल सबै ठिकठाकै छ हो चलिआएको छ नन्दी हिल्समै मलाई राख्नु भन्दैछ यिनीहरू हो वालीहरू फिलहाल हिँडेको चाहिँ कता हामीहरू ओ गुरुजी यताबाट जाउँ न ऊ मन्दिर तिमी चाहिँ अलिक अगाडि हिँडेको त्यसलाई हामी तिमी चाहिँ पछाडि हिँड न त हाम्रो यहाँ फिलहाल कुरा काटीमा बाइन्ड नगर्नु होला कसैले केलाहरू पनि भन्दै पठाउँछन् जिब्रो हट भन्छ नि हड्डी नभएको जिब्रो अब चिप्लिहाल्छ भन्छ अब त्यस्तै हो फिलहाल अब हड्डी नभएको जिब्रो चिप्लिहाल्छ नि अनि अब कतापट्टि जाने हो त